नेपालमा कान्छी धेरै चल्दो रहेछ यहाँले पैसा टन्न कमाउँछ कान्छीलाई पनि एउटी त्यो उसले भड्काइसकेछ। हरे कृष्ण अहिले साँझको चाहिँ 5:30 बज्यो मम्मी यहाँ साँझबत्ती बाल्दै हुनुहुन्छ के तयारी गर्नुभएको ए ठिक्क पार्नु हुँदैछ अनि पिता चाहिँ यहाँ मोबाइल सुती मोबाइलको आनन्द लिनुहुँदैछ मोबाइलमा पनि के हेर्नु हुँदैछ के हेर्नुभएको पिता साईको फ्यान हजुर के भन्छ साईको सिरियल मात्रै हेर्नुहुन्छ मजा आउँछ अरे हेर्नु आज के आएको छ हेर्दैन आज पनि हिजोको जस्तै त्यही खै दिनु त त्यही नै सीता भुन्टी आउँछन् आज त बुहारी कान्छी नेपालमा कान्छी धेरै चल्दो रहेछ यिनीहरूले पैसा टन्न कमाउँछ कान्छीलाई पनि एउटी त्यो उसले भड्काइसकेछ। हावामा यिनीहरूले पैसा त टन्न कमाउँछ यति धेरैजनाले हेर्दो रहेछ 2 मिलियन 21 घन्टामा अलिकति बढाइदिन्छु धेरै नै बढाइ बिहे हुँदैछ उसको त्यही कान्छाको बिहे हुँदैछ बिहे गर्नु होला एउटा भड्काइदिएछ ल त तपाईँ चाहिँ कान्छी हेरेर बस्नु खाना पाकिसक्यो भने अब म चाहिँ खाना खानु भोक लाग्यो आज चाहिँ हाम्रो घरमा फुलकोपीको तरकारी छ होइन मैले के गरेर थाहा छ दादाले ओट्स ल्याउनु भएको थियो होइन ओट्स चाहिँ यो दुधमा हालेँ अनि अलिकति चिनी पनि हालेँ थोरै त्यसपछि यस्तो हाहा ओट्स डाइटिङ भन्छन् नि मैले मोटाउनु पऱ्यो कि जिम पनि गर्थेँ पहिला अहिले त गर्दिनँ हाल्यो तातो दुधमा तरकारी सोयाबिनको 3टा रोटी छ 2टा खोर्सानी सलादको रूपमा अब म खान्छु होइन एकछिन रेस्ट गरेर पढ्न बस्छु आज चाहिँ मैले पढ्नुपर्ने रहेछ टु डु लिस्ट भन्ने रहेछ नि कि दिनमा यो गर्ने त्यो उठो बनाउनु प्लान गर्नु त बेकार हो अगाडिदेखि बनाउने म यति बजी उठ्छु त्यस्तो बनाउने होइन जब उठिसकिन्छ नि तब बनाउने कि आज म के गर्छु र गाइस यो चाहिँ अर्को दिनको ब्लग हो होइन काटेपछि अहिले चाहिँ मैले प्र्याक्टिकल देख्दै थिएँ कि लेख्दै थिएँ भने के भन्नु सार्दै थिएँ अब प्र्याक्टिकल पनि जेको फिजिक्सको हाम्रो होइन त्यसरी अहिलेदेखि नै कम्प्लिट गरेर राखौँ भन्ने सोच हो 8वटा गरेँ 16वटा छ टोटल चाहिँ 8वटा गर्न बाँकी छ अहिले 40 मिनटमा 2टा सक्यो बल्ल आज म सकाउने ट्राई गर्छु होइन अनि मेरो यो ब्लगमा त्यस्तो केही छैन भ्युज आउने होइन फिक्स हो केही छैन 2 मिनटको ब्लग पनि हाल्छु हरे कृष्ण